हेलो हेलो गुड मर्निङ गुड मर्निङ गुड मर्निङ। आज हाम्रो यात्राको चौथो दिन हाम्रो घरबाट सुरु आज हामी साथीको घर वापसी बसेर बिहान 8 साढे 8 बजेर जाँदा यात्रा सुरुवात गरेको। आज त हाम्रो यात्रा भनेको बागलुङ कालिका हुँदै पञ्चकोट है। बाँकी साथीले दिन्छन् अब ड्राइभर स्मुथ तरिकाले गइरहेको अवस्था छ। ल हामी अहिले चाहिँ बागलुङ कालिका मन्दिर आजको फर्स्ट डेस्टिनेसन होइन त? फर्स्ट डेस्टिनेसन हो। ऊ चाहिँ खासै मेरो चाहिँ फर्स्ट टाइम 1-2 मिनट भयो हिँड्न लाग्यो, तर पनि स्यासेर फ्याफा गरेर पुरै साथीले आफ्नो ऊ देखाइरहेछन् फिजिक्स। मेरो बेइज्जत गरिरहेको छ, ड्राइभरको बेइज्जत गरिरहेको। ड्राइभर पनि खासै पक्का ड्राइभर त होइन रहेछ भन्ने कुरो त मैले थाहा पाएँ। त्यही पनि एउटा आफ्नै ड्राइभरको नराम्रो नगरौँ भन्नु बलिसरी दिएको चाहिँ यताबाट लिएर आउँछन्। हुनु चाहिँ एउटै हो, तर यताबाट पनि यहाँको लोकल भनेर हिजो मलाई 1 घन्टा हिजो के अरे कुस्माबाट आफ्नो कति लगभग 31 वर्ष भयो यो बुढो। कहाँ भएछ? 31 वर्ष भयो, तर बाइकमा मलाई 7 चोटि घुमायो ओरेर पर कुन बाटोबाट छिर्ने भनेर। यतिसम्मको दुम्बाराले हिँडेको छु। बागलुङ कालिकासम्म पुऱ्याएँ। आज जमसम्म पुऱ्याउँछु भनेको छु। कतै राखेन केटोले। ठुलो कुरो गर्नु छोड्दैन फेरि। यहाँ टोपी लाएकै छ। यहाँ टोपी लाएँ जस्तो देख्न। त्यही भएर अहिले टोपी लगाइदिने। तिमीले मिठो टोपी लाग्यो नि। मैले त लाएँ। म पनि आवेशमा आएर पछि 700 थपेर आवेशमा अलिक बढी आइयो छ जिन्दगीमा। म्यादीमा टोपी लगाउनेको चाहिँ एउटा अलिक विचार गर सेयरबाट कमाउँछु भनेर हुँदैन। घुमाउनु नि जान्नु पर्छ। म्यादीमा मिठो टोपी कति 2500को टोपी 2500 2420 हो क्या अलि म्यादीमा चाहिँ 2420 को टोपी लाउने चाहिँ उनी हो। यता मलाई पनि टोपी लगाइदियो। अहिले यता ठ्याक्क बागलुङ कालिका मन्दिरको आज खासै भिडहरू रहेनछ। यसलाई चाहिँ ठ्याक्क बागलुङ कालिका मन्दिर देखियो है त। यसले चाहिँ परिसरलाई 1 राउन्ड चाहिँ मैले यसरी लगाएँ र हाम्रो अब टोली चाहिँ बागलुङ बजारतिर प्रस्थान हुन्छ होइन सर? हाम्रो टोली चाहिँ बागलुङ बजारतिर प्रस्थान हुन्छ। कता हुन्छ? बागलुङ बजार हुन्छ पञ्चकोट। ल ल भिडियो सुरु भयो। ल कतिवटा भिडियो चाहियो? हेलो हेलो। हाम्रो टोली चाहिँ अहिले पञ्चकोटतर्फ बागलुङ बजार हुँदै मन्दिर कालिका दर्शन गरियो। पञ्चकोटबाट हामी के गरिन्छ? फेरि बागलुङ बजार दिन्छ, खाना खाइन्छ अनि मुस्ताङ जमसम ट्रेनिङ हुँदै आज हाम्रो स्टेसन जमसम हाम्रो टार्गेट भनेको क्या हाम्रो सेड्युल ड्राइभर बैग बागलुङ बजार
काठमाडौँदेखि 421 किलोमिटर हामीले यात्रा गरिसकेका छौँ। 4 दिन र 421 किलोमिटर यो 14 दिन लगभग 4 दिनको 100 को हाराहारीमा हिँडिरहेको छौँ हामी। 100-150 लगभग 100 हिँड्ने आज हामी हुने सम्भावना छ होइन। लगभग 150 हिँड्ने आज 150 आज लगभग 200सम्म पुग्छ होला। साथीको एकदम रफ्तार के भन्नु छ आज अब हामी गएर माथि तल खाना खाइसकेपछि तेल हाल्छौँ, फुल ट्याङ्की गर्छौँ, ट्याङ्कीदेखि अनि ऊ त्यहाँ मुल पानी भन्दो रहेछ तल बाँकी माथि देखाइरहेको छ सुन्दर लगभग 1 वे जस्तै रहेछ बाटो। अलिक साह्रै राम्रै छ तर उहाँ चाहिँ थाहा छैन, मेरो त पहिलो टाइम हो। कतिको साथी चाहिँ हिँडिसक्यो अरे। अब मलाई चाहिँ हिँड्दैछु पछि पछि सुख आउँछ भन्छ नि, सुख पछि त सुखको यात्रा गर्न पाइएला। मेरो प्यारो अपाती आठियार साथ ल्याएको छ, यति साथ ल्याएको छ हो। आश गरौँ मुस्ताङसम्म पनि हामीलाई यति गर्ने साथी होइन। र तिमीले भन अब के गरिनु भन्नु। अब बाँकी पञ्चगढ पुगेर छोटो भन्दा नि खाँकुरो बाटो अगाडि बढिरहेको अवस्था हो होइन। स्मल गर्दैछ नि, फोटो पनि आउनु हान्छ नि, यहाँ क्लिक हान्छ नि। स्मलको चाहिँ गेङ हुन्, उनको पनि पछि मल यस्तै मल स्मल खतरा स्मल छ। फोटो खिच्ने कि भिडियो पनि छ है फेरि। ल स्मलमा चाहिँ सर चाहिँ हिँड्नु भएको छ। यी हेर्दाखेरि अनुहार त खासै गतिलो त छैन, नराम्रो त छैन भन्नुपर्छ। गतिलो भने होइन, मलको दर्शन गरिँदैन साथी है। फोकसै भएन नि त। यसो गर्नु, यसो गर्नु। बोकार आयो ल। ल हाम्रो सर चाहिँ स्मलमा जानुभयो है त। ब्लक खिच्यो। साथी अनुप सापकोटा साहित्यकार, कलाकार, हाँस्यका कलाकार, सबै कलाकार। हामी चाहिँ अहिले सिस्मलभित्र छौँ। सिसाको रहेछ। यहाँ यी अब म भयो हल्का दादा, यी मेरो साथी सिस्मल हो भनेको। यो सिसाको भएर राधाकृष्णको मन्दिर जे होस्, आउँदा भिजिट गर्दा हुन्छ, वर्थ भिजिट। भगवान् राधाकृष्ण ट्याक्क राधाकृष्ण हिँड्छ नि। नाइस सिसा हामी अहिले बागलुङ पञ्चकोटको ठ्याक्क डाँडोमा छौँ। यसरी हामीले चाहिँ तलबाट हेर्दाखेरि चाहिँ बागलुङ बजार चाहिँ एकदम बागलुङ देख्न सकिन्छ। खासै मौसमले साथ त दिएको छैन, त्यही पनि हामीले देखिन सकिन्छ। यहाँ तलपट्टि चाहिँ यो त्यो त्योवाला देखिएको चाहिँ रोकिएको चाहिँ त्यहाँ तलपट्टि चाहिँ गाडीहरू रोक्ने ठाउँ हो है। र यता चाहिँ हनुमानको जय हनुमान ज्ञानकुण्ड सागर
कलार यस्तोमा चाहिँ हामी एकदमै छ केही छ सर भन्नु पर्ने फोटो खिच्ने भन्नुभएको छ हाम्रो सरले फेरि फोटो पनि खिच्नु पर्यो हामी अहिले चाहिँ नमस्कार दर्शक वृन्द हामी अहिले सिद्ध गुफा बागलुङको चाहिँ एकदम प्रसिद्ध ठाउँमा जहाँ चाहिँ शालिग्रामहरूको चाहिँ एकदमै भण्डारण गरेर राखिएको रहेछ होइन यो सुनभन्दा कम छ त शालिग्राम यसरी चाहिँ हामी चाहिँ एकदम गुफाभित्र व्यवस्था हो र हाम्रो टिकटतिर छिरेको शालिग्राम यसरी सुन्न पाइन्छ यसरी हेर्नु है त शालिग्राम है त यो यसलाई शालिग्राम भन्छ है त शालिग्राम होइन नि फेरि शालिग्राम ल यहाँ हाम्रो सरले चाहिँ यो पुरै शालिग्रामहरू बुच्चा खेल्न मिल्ने त होइन नि सर ल भगवान्ले रक्षा गर्नुहोस् प्रभु देउरी हातबाट शालिग्रामले चाहिँ एकदम भण्डार यसरी चाहिँ कालो सुन ब्ल्याक गोल्ड अलैँचीलाई भन्छ क्या त्यही पनि शालिग्राम पनि एकदमै राम्रै कुरा हो भन्ने कुराहरू चाहिँ देखियो र यसरी चाहिँ हामी चाहिँ यो सिद्ध गुफाको चाहिँ यहाँनिर सामेन्टेसरी यसरी फोटोहरू पनि राखेको अवस्था रहेछ रानी पोखरी देखियो यतापट्टि है त एकदमै राम्रोसँग रानी पोखरी सिद्ध गुफा यतातिर फेरि अर्को यो भोजन चिनिया शिलाहरू रहेछ भोजन जस्तो देखिने किराहरू के रहेछ अवयव कस्तो शालिग्रामहरूको कुराहरू चाहिँ यसरी चाहिँ प्रशस्त छ है त दर्शक वृन्द भिडियो त अपलोड गरिन्छ कि गर्दैन त्यही पनि दर्शक वृन्द भन्नु पर्यो ल यहाँ चाहिँ यसरी चाहिँ मूर्तिकलाहरू चाहिँ यसरी बनाइएको कुराहरू रहेछ होइन यो चाहिँ गोपालाचार्य स्वामी महाराज की जय श्री कृष्ण गण्डकी की जय विशाल कायन की जय श्री विष्णु चित्र की जय पूज्य श्री स्वामी श्रीधराचार्य की जय हजुर भन्नु श्री गण्डकी यता नाइस जय ल हामी चाहिँ यसरी चाहिँ अगाडि बढियो है त के अरे कोइन सिक्काहरू हेर्नुहोस् है त शालिग्राम भयो आधा तिहारहरू शङ्ख घन्टाहरू सबै छन् सारङ्गी गङ्गा हात्ती रेवा नदीका शिलाहरू चितवन श्री भगवान शिवको प्रिय रुद्राक्षी गुफा निर्माण प्रयोग भएको 20 पटक पदार्थ चाहिँ यहाँ यसरी गरिराखेको अवस्था हो श्री शालिग्रामाचार्य स्मृति खण्ड श्रव्य दृश्यको लागि चाहिँ सिसिटिभी निगरानीमा हुनुहुन्छ है तपाईँहरू ल हुन्छ है त दर्शक बिन्दु मुक्तिनाथको यसरी चाहिँ मुक्तिनाथ धाम देखियो है त यसरी चाहिँ यहाँबाट चाहिँ यसरी यो उहरू जलतला देखियो खै यहाँ जलतला गाउँपालिका ल बागलुङको कालेन्द्र पर्वत बागलुङ कालिका मन्दिर नारायणगढ भनेर यसरी देखाइरहेको छ यो सिद्ध बाबा गुफा सहित चाहिँ मन्दिरको दर्शन गरेर अलिकति मन्दिरमा पनि लगेर देखाइन्छ आउने भयो है भगवानमा आउँछौ तिमी ल दर्शन गर्दै हामी चाहिँ अब बागलुङ बजारतर्फ लागिन्छ यसरी चाहिँ यो मन्दिर छ है त भिडियो बनाएको
के गर्ने होइन घर पर्वत ग्यादी ग्यादी हजुर आएको त काठमाडौँबाट हो काठमाडौँ उता बल्खु ल दर्शकबिन नमस्कार 2025 साल फागुन 5 गते होइन 5 गते हाम्रो टोली शिवजी हेलो ड्राइभर साहब र म अनुप सापकोटा मुस्ताङ यात्राको लागि आधिकारिक रूपमा चाहिँ प्रस्थान गरिसक्यौँ अनि यो अलिकति लालडुङ्गाको पुलबाट र बेनी हाम्रो चाहिँ टोली पुगिसक्यो साइडमा कालीगण्डकी छ किनार कोरिडोर कालीगण्डकी कोरिडोरबाट पछाडि झलुङ्गे पुल छ झलुङ्गे पुलहरू चाहिँ एकदम मनोरम वातावरण हेर्दै हेर्दै हामीले अगाडि बढिरहेको अवस्था हो हामी हिँडेको अवस्था हो साथीले अलिकति मेट्रो चाहिँ काटिसक्यो साथीले त्यसरी दोमानसँगै पुऱ्याउन सक्ने सम्भावना चाहिँ पनि छ भन्नु चाहिँ तर त्यसलाई चाहिँ अहिलेको लागि समय छिटो भयो होइन एकदमै छिटो भयो अब ड्राइभिङले कतिको उचाइ पार्छ भन्ने कुरो यदि सर्किट हाल्यो भने यतातिर पनि फेरि आफ्नो सर्किट हाल्यो भने यता हामीले पनि सर्किट हाल्ने अवसर चाहिँ एकदम धेरै देखेका छौँ प्रबल सम्भावना छ गाडी आइरहेको छ अप्रोड बाटो रहेछ बाटो हामी हाम्रो टुरलाई समरी गरौँ त ल आज डेपो भयो होइन डेपोसम्मको टुरलाई हामी कहाँ कहाँ गयो समराइज गरौँ त के गर समराइज आजकोलाई डेपोसम्म त बेलुका गर्नु पऱ्यो नि त डेपोलाई समराइज गर्दाखेरि त बिहान हाम्रो घरबाट चाहिँ पर्वतबाट यात्रा काठमाडौँ हुँदै पञ्चकोट हुँदै त्यो सिद्ध गुफा हुँदै डे वानदेखि डे वानदेखि त अन्तिममा गराउनुपर्छ हामी चाहिँ पेट्रोल पम्पतिर आइगयो पेट्रोल पम्प बनाउनु पऱ्यो र हामी अहिले नजिकको बेनी कटेर जुङको लागि चाहिँ हामी एकदम हाम्रो तयारी हेरिसक्यौँ र म चाहिँ एकदमै स्पोर्ट सर्किटमा चाहिँ एकदम भइसक्यो नि होइन ड्राइभरले गाडी कुदाइरहेको छ यसो अहिले मेन्टेनेन्स गरियो चेकजाप गरियो 20 रुपियाँको पैसा पनि भन्नु पऱ्यो नि त सारा संसारले थाहा पाउनु पऱ्यो नि त पऱ्यो त्यसरी चाहिँ हामी चाहिँ एकदम अफरोडमा मजा आइरहेछ ध्यान पनि दिइरहेछ ध्यान दुखेर यसरी हिँडेको छैन त यार आज हाम्रो यात्राको 4औं दिन अफिसियल्ली मुस्ताङ टुर सुरु भएको छ अब अफरोड बाटो हो अलिअलि तर पनि हामी शुद्ध गतिमा हिँडिरहेको आफ्नो गन्तव्यतर्फ डर नगरिकन हामी चाहिँ एकदम फास्ट तरिकाले जाँदैछ होइन डर नगरिकन जाँदै आफ्नो गतिमा यो शरीरलाई पनि धेरै असर नपर्ने हिसाबले हामी हिँडेको अवस्था हो 6:30 बजीसम्म मुस्ताङ पुग्छ कि भन्ने पर्छ हाम्रो एस्टिमेसन हो मुस्ताङ र जम्सन पुगेको हामी फोटोभन्दा अगाडि तर हाम्रो यता ड्रेस राखेको हो त्यही अनुसारले चाहिँ हामी एकदम क्यासको निकालिदिएन हजुर अलिअलि छ निकालिदिएन धेरै ऊ त्यो पछाडिको सिनारी कालीगण्डकी भ्यू चाहिँ एकदमै मनोरम कालीगण्डकी ओहो कालीगण्डकी र पनि एकदम माथि भइरहेको अवस्था छ मोबाइलले पनि खोइ अहिले हामीले अघि एकछिन पौज गरेर चाहिँ ट्रकलाई ओभरटेक गर्दै थियौँ त्यहाँबाट आरामले
एकदम धरीलाई मनन गर्दै हामी चाहिँ अगाडि बढिरहेका छौँ र हामी चाहिँ अहिले यो शीतल छ परेको पनि छ बाटो लगभग भित्ताइको अवस्था पनि छ तर हाम्रो यात्रा रोकिँदैन हाम्रो यात्रा निरन्तर छ हाम्रो यात्रा निरन्तर चलिरहन्छ अब यता पालि परेको यहाँ यता ठ्याक्कै पानी परेको ल यहाँबाट है यहाँबाट पानी परेको हुन्छ नि यहाँबाट फेरि कम होइन रहेछ यहाँ चाहिँ टाढो भएर होला क्या पछाडि त्यो देखाउ त्यसको राम्रो भ्यू छ त्यसरी चाहिँ डाँडो हेर्नुहोस् है त कता देखिन्न प्रायः भ्यू उयो पाहाडहरू यस्तो हेर नि यो डाँडाहरू सानो बेगा खोला बेगा खोला यो यसरी चाहिँ खोलाको यो डाँडो हेर्छ डाँडो आराम टाढो खोला बजे हावा मायाको ढुइरो ल्याऊ एकदम मजा आनन्द छ फेरि पानी अलिअलि परिरहेको अवस्था हो डाँडाबाट झरेको झर्ना हेर्छ है त ल उहीँबाट यार यहाँबाट कसरी बाटो बनाएर आयो हो नि भवाल तपाईँहरूलाई देखियो भने चाहिँ हामी चाहिँ फेरि कैद गर्नेछौँ कालीगण्डकी नदीको कालीगण्डकीको नदी फेरि हामी चाहिँ कालीवारी र कालीपारी हुँदै पिटप्ल्याङबाट चाहिँ हामी अगाडि बढ्दैछौँ है त फेरि पुलहरूको पुलबाट चाहिँ हुँदै हामी लागियो यस्तो लाग्यो मुक्तिनाथ ल काली चाहिँ तिनचोटि गरेर पारी गरियो है झरना यस्तो झरना beautiful। यस्तो ब्युटिफुल झरनामा चाहिँ छौँ धारको धार चाहिँ मुभमेन्ट इन्जोय गर्दै हिँडेको छौँ भने यसरी चाहिँ उतातिर एकदम झरनातिर मजाले गइरहेको अवस्था हो र उताखेरि उयोहरू भइरहेको छ मेरोमा फोन आयो रातो पानी रातो पानी आउँदैछौँ अन्नपूर्ण गाउँपालिका पोखरा घर अन्नपूर्ण गाउँपालिकाको पोखरा बजार पोखरी बगरमा चाहिँ छौँ सहितको चाहिँ एकदमै शान्त मनोरम काकाले एकदम बाटो पनि ब्लक गरिदिनु हो कता हो नि कता जमसम्म यो 50 किलोमिटर बाँकी छ कालीगण्डकी नदी पुल फेरि कालीगण्डकी तरी
काली गण्डकी तरियो काली गण्डकी काली पर्दै तिम्रो माया रोडको बाटो बिग्रिरहेको अवस्था हो है त कालीगण्डकी चाहिँ काली गण्डकी हुन्छ उताको गण्डकी खोला हो काली खोला तातो पानी ल तातो पानी चाहिँ हामी चाहिँ होटल हजुर तातो पानी पुग्यो है त हामी नेचुरल ब्युटी हेर्नुहोस् है त त्यो के रहेछ यो यो सायद हाइड्रो पावर होला हाइड्रो हो कुचेली बुखारीको भाइ हो भाइ हो कि कान्छो भाइ हो कि हामी चाहिँ दाना आइयो है त म्याग्दीको दाना नाना गल्थले शौचालय है हामी म्याग्दीको दाना आइयो है त तातो पानी दाना अहिले हामी उठाउ फिरिएको छैन ओहो झरना ह्यातुङ झरना नेपालको ह्यातुङ झरना त्यही हो है त दर्शक पनि नेपालको ह्यातुङ त्यही त हो नि सानो भाइ हामी चाहिँ दानामा है दाना म्याग्दीको दाना पुस्तकबाट सिरिसकेको छैन है दर्शकवृन्द हामी चाहिँ अहिले रुप्से झरना होइन त म्याग्दी चक्रा धौलागिरीको चाहिँ हिउँ पक्रेर आएको चाहिँ झरनामा छौँ हामी टक्कै यहाँ चाहिँ खाजा पानी एकदम चिसो खाजाहरू खाएर नास्ताहरू गरेर चाहिँ हामी अगाडितिर लाग्यो है त अब हामी हाम्रो चाहिँ यात्रा भनेको आउँसम्म हुन्छ लुङसङको यात्रा हुन्छ